को बारेमा देउसी खेल्छ भन्दा ऋग्वेदको 10 अध्यायको सूक्त 83 को 6 पदलाई उनीहरूले हामी एकमात्र हिन्दू राष्ट्रमा बसेका हौं र जब 28औं कलिजुग धरतीमा आउँछ तब एउटा राजाको बलि हुन्छ अनि त्यो बलि भएको राजाको घर घरमा प्रचार हुनुपर्छ भनेर ऋग्वेदमा लेखिएको कारणले गर्दाखेरि अनि नेपाल चाहिँ एकमात्र हिन्दू राष्ट्र भएको कारणले गर्दा त्यो बलि राजा कहाँ जन्मियो, कहाँ हुर्क्यो, कहाँ बढ्यो अनि कसरी बलि भयो त्यो उनीहरूलाई थाहा छैन। तर उनीहरूले बलिराजाको बारेमा त्यसरी देउसीमा सब हरेक गाउँमा, हरेक घरमा, हरेक मानिसको घरमा गएर बलिराजाको बारेमा बताउँछन्। तर बलिराजाले के गर्यो कसो गर्यो उनीहरू भन्न सक्दैनन्। कसैले हरिश्चन्द्र राजाको कथा भन्दछन्, कसैले लवकुशको कथा भन्दछन्, कसैले विभिन्न कुराहरू भन्छन्, तर बलिराजाको बारेमा बताउँदैनन् किन उनीहरूलाई थाहा छैन कि बलिराजा कहाँ जन्मियो, कहाँ हुर्क्यो, कहाँ बलि भयो त्यो उनीहरूलाई थाहा छैन। तर हाम्रो संस्कृतिले पनि एउटा राजा चाहिँ पृथ्वीमा भएका मानिसहरूको निम्ति बलि हुनुपर्छ र त्यो बलि राजाको घर घरमा प्रचार हुनुपर्छ भन्ने चाहिँ हाम्रो संस्कृतिले पनि हामी नेपाली अथवा गोर्खाली जातिलाई सिकाइरहेको हामी देख्दछौँ। र यही कुराको परिपूर्तिको लागि हामीहरूले पछि गएर बौद्ध शास्त्रलाई पनि अध्ययन गर्नु पर्यो। बौद्ध शास्त्रलाई अध्ययन गर्दाखेरि हामीले के भेटायौं भने गौतम बुद्ध चाहिँ एउटा एकदमै गम्भीर व्यक्ति थिए। उलाई संसारमा आफ्नो बाउको राजमहल, आफ्नो बाउको धन सम्पत्ति यी सबै कुराले गौतम बुद्धलाई अथवा सिद्धार्थलाई शान्ति थिएन। ऊ सधैँ नै विचलित भइरहन्थे। तर एक दिन गौतम बुद्धले जाने अब म घरमा बसेर मेरा सती अनि सन्तानसँग अनि संसारको वैभवमा बसेर हुँदैन, मैले निर्माण प्राप्त गर्नको निम्ति म कहीँ जानुपर्छ भनेर ऊ बुद्ध गयामा गए। मैले अघि पनि तपाईहरुलाई बताइसकेको छु। जब उनले 6 वर्ष तपस्या गरे गौतम बुद्धको शरीरमा धमिराले गुण लगाएको थियो अनि उनको प्राण जानै आँटेको बेलामा एकजना सुजाता भन्ने स्त्रीले क्षीरपात्रबाट जब गौतम बुद्धको ओठमा जुन चाहिँ धमिराको माटोले टालिरहेको थियो त्यो माटोलाई हटाएर जब त्यो क्षीरपात्रबाट भोजन खुवाएपछि गौतम बुद्धको शरीरमा प्राण सञ्चालन गर्न थाल्यो अनि ऊ फेरि होसमा आए र होसमा आउँदाखेरि उनले वैशाखी पूर्णिमाको दिन ठूलो प्रकाश पाइरहेका रहेछन् कि यो आदि कसरी थियो अनि यो सबै कुराको अन्त कसरी हुन्छ, दुःख कसरी भएर दुःखको अन्त कसरी हुन्छ र मानिसले संसारबाट कसरी निर्माण प्राप्त गर्न सक्छन् भन्ने कुरा चाहिँ वैशाखी पूर्णिमाको दिन उनले प्रकाश पाएर अनि त्यो तपस्यालाई समाप्त गरेर निस्केर जाँदा एकजना इन्डियन ब्राह्मणले उनलाई बाटामा गएर प्रश्न गरे कि गौतम बुद्ध हजुरले 6 वर्ष तपस्या गरेर के कुरा हासिल गर्नुभयो भन्दा उनले के भन्छन् भने बौद्ध शास्त्रको 27 पदमा लेखिएको छ, बडो कष्ट गरेर शरीरलाई याएर 10 इन्द्रियलाई दमन गरेर मैले तपस्या गरेर मैले निर्माण प्राप्त गरी ज्योतिको दर्शन गरेँ। तर म ज्योति होइन, ज्योतिको पथ प्रदर्शक मात्रै हुँ। यदि ज्योतिको बारेमा भन्ने हो भने पूर्ण परमात्मा परमेश्वरले पठाएको पुत्र बाहेक संसारमा अन्धकारमा भएका मानिसलाई कसैले पनि ज्योति दिन सक्ने छैन भनेर त्यो उत्तर दिएर गौतम बुद्ध अघि बढेको कुराहरू हामी पाउँछौं। र साथै जब गौतम बुद्धले उनले गर्नुपर्ने प्रचार गरिसकेपछि एक दिन उनले आफ्ना चेलाहरूलाई बोलाएर भने अब मेरो यो शरीरको अन्त हुने समय आएको छ, म अर्कैतिर अवतार लिनेवाला छु भन्दा फेरि इन्डियाबाट 4 जना ब्राह्मण आएर गौतम बुद्धलाई सोधे तपाईको शरीरको अन्त भएपछि तपाई पछि यो संसारमा आउनेवाला निर्माणदाता अथवा मोक्षदाता चाहिँ कस्तो हुन्छ हामीलाई सो बताइदिनुहोस् भन्दाखेरि गौतम बुद्धले त्रिपिटक भन्ने शास्त्रको 27औं खण्डको 23 पृष्ठमा यसरी लेखेका छन्, म पछि आउनेवालाको टाउकामा काँडाले खोपेका खतैखत हुनेछन् र त्यसका कोखामा चक्कुले रोपेको दाग हुनेछ, चोट हुनेछ, त्यसका हातमा काँटी ठोकेका चोट हुनेछन् र त्यसका खुट्टामा पनि काँटी ठोकेका चोट हुनेछन्। त्यही म पछि संसारलाई पाप सागरबाट पार तार्दिने ठूलो जहाज स्वरूप भएर यो धरतीमा आउँछ भनेर गौतम बुद्धले पनि त्रिपिटक भन्ने शास्त्रको 27औं खण्डको 23 पृष्ठमा लेखेको कुराहरू हामीले प्राप्त गर्न सक्यौं। अब यो पुत्र चाहिँ को होला? धर्मशास्त्रले त विभिन्न प्रकारले उहाँको परिचय दिएको छ। यसरी खोज्दै जाँदाखेरि
पछि गएर हामीहरूले भविष्य पुराणको प्रतिसर्ग पर्वको 3 खण्डको 32 पदमा के प्राप्त गर्न सक्यौं भने त्यहाँ यसरी लेखिएको रहेछ कि त्यो पुत्रको बारेमा परिचय दिएको छ कि ईशा मसीह इति च मम नाम प्रतिष्ठितम ईशा पुत्र कुमारी गर्भ जन्म सम्भवत ईशा मसीह धर्मश्च सुरैरागवै संस्थितम भनेर लेखिएको छ। त्यसको शाब्दिक अर्थ चाहिँ एउटा ईशा मसीह भन्ने व्यक्ति चाहिँ एउटी कन्याको गर्भबाट जन्मिनेछ र त्यो चाहिँ ईश्वर पुत्र हुँ भन्ने नाउँमा स्थापना हुनेछ र त्यसले कलियुगका मानिसको हृदयमा जुन चाहिँ धार्मिकता स्थापना गर्दछ त्यो धार्मिकता चाहिँ कसैले पनि तोडफोड गर्न नसक्ने धार्मिकता हुनेछ अनि त्यही धार्मिकताद्वारा कलियुगमा भएका मानिसहरूले मोक्ष प्राप्त गर्नेछन् भनेर त्यसरी लेखिएको कुरा हामीले भविष्य पुराणको प्रतिसर्ग पर्वको 3 खण्डको 32 पदमा पनि हामीले प्राप्त गर्न सक्यौं। र साथै अरू धर्मशास्त्रले पनि के भनेको छ भनेर जब हामीहरूले कुरान शास्त्रलाई पनि पढ्न थाल्यौं, हजरत मोहम्मदले पनि इस्लामी जातिहरूलाई यो पुत्र बारेमा के बताएको छ भनेर खोज्दै जाँदाखेरि कुरानमा पनि सुरा अल तरियमको 66 अध्यायको 12 पद र सुरा अल अम्बियाको 21 अध्यायको 91 पदमा यसरी लेखेको हामीले भेटायौं कि अल्लाहले आफ्नो रुह पठाएर कन्या मरियमलाई गर्भवती बनाउनु भयो र त्यही कन्या मरियमले समयको अनुकूलतामा एउटा ईसा नबी भन्ने व्यक्तिलाई जन्माई र त्यो ईसा नबी चाहिँ यो धरतीमा अल्लाहको दर्जा बराबरको भयो र अनि जगतको अन्तिम कयामत अथवा न्याय चाहिँ त्यही ईसा नबीले गर्छ भनेर कुरानमा पनि लेखिएको कुरा हामीले प्राप्त गर्यौं। र यसरी हामीले वेद शास्त्रलाई, पुराण शास्त्रलाई अनि त्यसरी नै हामीहरूले विभिन्न धर्मशास्त्रहरूलाई, बौद्ध शास्त्रलाई, कुरान शास्त्रलाई खोज्दै जाँदाखेरि त्यो पुत्रको बारेमा धेरै परिचय दिएको अथवा उम्ल्याइरहेको त हामीले भेट्यौं, तर त्यो पुत्र को हो भनेर हामीले प्राप्त गर्न सकिनौं। हामीलाई अति नै गाह्रो भइरहेको थियो। अनि त्यो पुत्र चाहिँ हरेक मानव जातिले त्यो पुत्रको बारेमा जान्नै पर्छ, त्यो पुत्रलाई चिन्नै पर्छ अनि त्यो पुत्रले देखाएको बाटोमा हिँड्नै पर्छ भन्ने यसै धर्मशास्त्रको प्रेरणाहरू पनि हामीले अरू धर्मशास्त्रबाट प्राप्त गर्न सक्यौं। र अब त्यो पुत्रलाई हामीले कहाँ प्राप्त गर्ने भनेर हामी बेचैन भएर विचलित भएर हिँडिरहेका थियौं। तर पछि गएर जब हामीले पवित्र धर्मशास्त्र यो बाइबललाई जब प्राप्त गर्यौं तब हामीले यो पवित्र धर्मशास्त्रमा त्यो पुत्रको बारेमा परिचय दिएको मात्रै नभएर त्यो पुत्रले बताएका सबै कुरा र अनि त्यो पुत्र चाहिँ को भन्ने कुरा सो आफै पुत्रले नि मानिसहरूलाई बताएको कुरा र अनि मानव जातिको पाप क्षमा दिएर अनन्तको मुक्ति दिने बारेमा मै हुँ भनेर परिचय दिएको कुरा पनि हामीले पवित्र धर्मशास्त्र बाइबलमा प्राप्त गर्न सक्यौं। र अब हामी बाइबलको आधारमा प्रभु येशू ख्रिस्ट अथवा परमेश्वरका पुत्र जो संसारमा मानिसका पुत्र भएर आउनु भएको बारेमा कस्तो बताएको छ भन्दा हामीहरूले पुरानो नियममा उहाँको बारेमा धेरै ठाउँमा आदिकालदेखि नै भविष्यवाणी हुँदै 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 आजभन्दा 2014 वर्ष 2 महिना भनौं 30 दिन अगाडि यो धरतीमा प्रभु येशू ख्रिस्ट अथवा परमेश्वरका पुत्र मानिसका पुत्र भएर जन्मिनु भएको बारेमा हेर्दाखेरि के भेट्यौं भन्नुहुन्छ भने जब यो विश्व ब्रह्माण्डको सृष्टिकर्ता पूर्ण परमात्मा परमेश्वरले हामी कलियुगमा भएका मानिसहरूलाई उहाँको पवित्र वासस्थानबाट जब हेर्नुभयो, हामी कसैलाई पनि उहाँले धर्मी देख्नु भएन। हामी सबै पापमा भएका अनि पापको दासत्वमा भएर हाम्रो आत्मा चाहिँ अधोगति भएर नरकतिर यात्रा गरिरहेको देखेपछि विश्व ब्रह्माण्डका सृष्टिकर्ता पूर्ण परमात्मा परमेश्वर हृदयमा अति नै दुखित हुनुभयो र अब मानव जातिको निम्ति म आफै धरतीमा गएर मानिस भएर जन्मिनु पर्यो भनेर उहाँले निर्णय गरेपछि एकजना गाब्रियल भन्ने स्वर्गदूतलाई बोलाएर उहाँले भन्नुभयो, मैले पृथ्वीको चारै दिशामा हेरेँ तर गालिलको नासरत भन्ने ठाउँमा एउटी कन्या केटीलाई अथवा मरियमलाई मैले देखेँ। ऊ चाहिँ मेरो आज्ञा मान्ने र म प्रति श्रद्धा भक्ति भएकी एउटी कन्या रहेछिन् र तिनलाई अब तिमीले एउटा खबर लिएर जाऊ भनेर चाहिँ सर्वशक्तिमान सृष्टिकर्ता परमेश्वरले गाब्रियल स्वर्गदूतलाई आज्ञा दिनुभयो। र अनि त्यो सन्देश चाहिँ के थियो भने तिनी गर्भवती हुने र तिनले एउटा छोरो जन्माउने अनि त्यो छोरो चाहिँ परमेश्वरको पुत्र कहलिने र त्यही छोराले संसारका सबै पापीहरूको प्रायश्चित गरेर मोक्षदान दिने चाहिँ त्यो छोरो कहलिने छ भनेर त्यो सन्देश दिनुभएको थियो। अनि जब गाब्रियल स्वर्गदूत त्यो सन्देश लिएर कन्या मरियमकामा आए तब उनले कन्या मरियमलाई सम्बोधन गरे
प्रणाम कृपाकी पात्र भनेर उनले सम्बोधन गरे र तिमीले परमेश्वरबाट कृपा पाएकी छौ, अब तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जन्माउनेछौ र त्यसको नाम तिमीले इम्मानुएल राख्नेछौ, जो चाहिँ परमेश्वर मानिसहरूसँग भन्ने कुरा त्यो पुत्रले स्पष्ट गर्दछ र उसले आफ्ना मानिसहरूलाई पापबाट बचाउने छ भनेर स्वर्गदूतले आएर मरियमलाई सम्बोधन गरेर बताउँदा मरियम डराइन्। तर स्वर्गदूतले भने तिमी नडराऊ भनेर भने। अनि मरियमले सोधिन् यो कुरा कसरी हुन सक्छ भन्दाखेरि स्वर्गदूतले भने सर्वशक्तिमान परमेश्वरको छाया तिमी माथि पर्नेछ र पवित्र आत्माद्वारा तिमी गर्भवती हुनेछौ भनेपछि त्यो कुरा मरियमले स्वीकार गरिन् र संसारमा भएका सबै मुख्य धर्मशास्त्रहरूले प्रेरणा दिएका परमेश्वरका एकमात्र धर्मी पुत्रलाई चाहिँ उनले सर्वशक्तिमान परमेश्वरको छाया र पवित्र आत्मा अनि परमेश्वरको वचनद्वारा उनी गर्भवती भइन्। कुनै पुरुषसँग संसर्ग भएर होइन, तर परमेश्वरको वचन चाहिँ गाब्रिएल भन्ने स्वर्गदूतका कानबाट उनले सुनेकी थिइन्। त्यो वचन चाहिँ उनको गर्भमा गएर त्यो वचन चाहिँ देहधारी भएर प्रभु येशू ख्रीष्ट यो संसारमा परमेश्वरका पुत्र भएर जन्मिनु भएको कुरा हामीहरूले बाइबलमा भेटायौं। अनि तिनै प्रभु येशू ख्रीष्ट जन्मनु भयो, हामी मानिस जस्तै हुर्कनु भयो, बढ्नु भयो र उहाँ जब 30 वर्षको उमेर पुगेपछि उहाँले यूहन्ना भन्ने व्यक्तिको हातबाट उहाँ जर्दन नदीमा गएर जल संस्कार गर्नुभयो, जसलाई हामी इसाईहरूले बप्तिस्मा भन्ने गर्छौं। र उहाँले जल संस्कार गरेर चाहिँ उहाँ जब नदीबाट बाहिर निस्केपछि पवित्र आत्मा आएर उहाँमा भरिपूर्ण हुनुभयो र तिनै पवित्र आत्माले उहाँलाई उजाड स्थानमा लगेर 40 दिन 40 रात उहाँले उपवास बसेर यो संसारलाई पापमा गिराउने शैतानलाई उहाँले पराजय गरेर पवित्र आत्माको शक्तिमा उहाँ फेरि गालिलमा फर्केर आएर उहाँले सेवाकाई सुरु गर्नुभयो। र उहाँले सेवाकाई कस्तो प्रकारले सुरु गर्नुभयो भने यो संसारमा वैज्ञानिकहरूले नसकेका कुरा, डाक्टरहरूले नसकेका कुरा, ज्योतिषहरूले नसकेका कुरा, धामी झाँक्री फेदाङ्बा लामा बिजुवा यी कसैले पनि नसकेका कुरा उहाँको जीवनबाट उहाँले गर्नुभयो, सेवाकाईको स्वरूपमा गर्नुभयो मानव जातिको बीचमा। जस्तै कि हामीले उहाँको जीवनमा हेर्दाखेरि जब उहाँले कोरीहरूलाई छुनुहुन्थ्यो, कोरीहरू अचानक शुद्ध भइहाल्थे। जब गुङ्गाहरूलाई उहाँले गएर उनीहरूको मुखमा छोइदिनुहुन्थ्यो, गुङ्गाहरू बोल्दथे। बहिराहरूलाई जब उहाँले कानमा गएर छोइदिनुहुन्थ्यो, बहिराहरूले कान सुन्दथे। अन्धाहरूका आँखा छोइदिनुहुन्थ्यो, अन्धाहरूले दृष्टि प्राप्त गर्दथे। र उहाँले भूत आत्माहरूलाई मानिसको शरीरबाट निस्कने आज्ञा गर्नुहुन्थ्यो। भूत आत्माहरू डरले कामदै मान्छेलाई लछार पछार पारेर निस्केर भाग्ने गर्दथे। यस्तो प्रकारले उहाँले काम गर्नुभयो। अनि उहाँले जब मान्छेलाई शिक्षा दिनुहुन्थ्यो, कुनै पनि मानिसलाई उहाँले चिप्ला कुरा गरेर छलेर झुक्क्याएर होइन, तर अधिकारपूर्ण कुराहरू गर्नुहुन्थ्यो। र उहाँले अचम्मका कामहरू चिन्हहरू देखाएर म चाहिँ परमेश्वरको मानिस अवतार हुँ भन्ने कुरा उहाँले प्रमाण गर्नुभयो। एकजना लाजरस भन्ने व्यक्ति मरेको थियो, 4 दिन भएको थियो उसलाई कब्रस्थानमा लगेर राखेको थियो। तर उहाँले गएर कब्रस्थानको ढुङ्गालाई हटाएर ए लाजरस तिमी त्यहाँबाट निस्केर आऊ भनेर आज्ञा दिनुभयो। कि लाजरसको मृतक देहमा प्रभु येशू ख्रीष्टको जब वचन उनको कानमा पुग्यो अनि त्यही वचनद्वारा उनको शरीरमा प्राण सञ्चालन गरेर उज्जीवित भएर निस्केर आएको हामी देख्दछौँ। उहाँले समुद्रमा जानुभयो। त्यो समुद्रमा अरू सबै मानिसलाई नाउ र जहाजको आवश्यक पर्थ्यो, तर जब त्यो समुद्रमा उहाँ जानुभयो, समुद्र अचल भयो। जहाँ जहाँ प्रभुले पाइला टेक्नुभयो त्यो समुद्र अचल भयो। पानीमाथि हिँडेर उहाँले मानिसलाई देखाइदिनु भयो। एक दिन 5000 भन्दा बढी मान्छे उहाँलाई पछ्याइरहेका थिए। 3 दिन भएको थियो, भोका प्यासा भएका थिए। उहाँका चेलाहरूले भने प्रभु यिनीहरूलाई अब घर जान बिदा दिनुहोस्, किनभने यिनीहरू भोकाएका छन्। येशूले भन्नुभयो हामीसँग केही छ भन्दा एउटा सानो नानीसँग 5वटा रोटी र 2टा माछा रहेछन्। अनि त्यो ल्याएर चेलाहरूले दिए। येशूले ती 5000 मान्छेलाई पंक्ति पंक्ति गरेर राख्नुभयो र त्यो 5वटा रोटी र 2टा माछालाई धन्यवाद दिएर जब उहाँले भाग गर्न लाउनुभयो, 5000 मान्छेले त्यो खाएर पछि गएर उहाँले सबैलाई तृप्त बनाएर 12 डाला उबारिदिनु भयो। त्यस्तो अचम्मको काम गर्नुभयो जो सर्वशक्तिमान परमेश्वरको मानिस अवतार परमेश्वरका पुत्र प्रभु येशू ख्रीष्ट हुनुहुन्थ्यो। अनि जब उहाँले 3.5 वर्षको सेवाकाई गरिसकेपछि उहाँको 33.5 वर्षको उमेर हुँदाखेरि उहाँ हामी सबै पापी मानिसको पापको प्रायश्चित गर्न
उहाँ पक्राउ पर्नुभयो अनि मानिसहरूले पक्रेर लगेर पिलातुस भन्ने गभर्नरकामा जिम्मा दिए। पिलातुस भन्ने ती बडा हाकिमले उहाँको बारेमा न्याय गर्दाखेरि उहाँको जीवनमा कुनै पनि दोष अथवा गल्ती देखिएन अनि उनले हेरोद राजाकामा पठाइदिए। हेरोद राजाले पनि उहाँको बारेमा न्याय गरे, तर उहाँ त एउटा धर्मी व्यक्ति रहेछ भनेर पत्तो लगाएपछि फेरि पिलातुस भन्ने बडा हाकिमका पठाइदिनु भयो मानिस हेरोद राजाले। अनि पिलातुसले भने यसरी मानिसहरूलाई, यो मान्छे त धर्मी रहेछ, यसको बारेमा म आज रातभरि सपनामा अति नै विचलित भएको छु, यो निर्दोष व्यक्ति छ भन्दाखेरि मानिसहरूले यसलाई मार्नै पर्छ, यसलाई दण्ड दिनै पर्छ भनेर कराउन थाले यहुदी जातिहरू। ती पिलातुस भन्ने बडा हाकिमले भने होइन, यसलाई केही दण्ड दिएर छोडिदिनु पर्छ भन्दाखेरि मानिसहरूले मानेनन्। अनि फेरि पिलातुसले सोधे, होइन यो बरब्बा भन्ने डाकुलाई चाहिँ हामीले सायद यसलाई चाहिँ दण्ड दिनुपर्छ होला, तर यीशुलाई छोडिदिनु पर्छ भन्दा बरु बरब्बालाई छोडिदिनुहोस् तर यीशुलाई चाहिँ बलिदान दिनुहोस् भनेर मान्छे कराउन थाले। तब ती पिलातुस भन्ने बडा हाकिमले उनले एउटा पत्र लेखेर ती मानिसहरूलाई दिए, यो निर्दोष अनि धर्मी व्यक्तिलाई हामीले म दण्ड दिएकोमा म भागीदार हुन सक्ने छुइनँ, यो दण्डको भागीदार तिमीहरू नै हुनुपर्छ भनेर उनले एउटा पत्र लेखेर दिए। अनि ती सबै मान्छेले भने यो व्यक्तिलाई दण्ड दिएको जति पनि दण्ड भोग्नुपर्छ हामी भोग्छौँ भनेर। अनि त्यस प्रकारले यीशुलाई कालबारी क्रुसमा लगेर दण्ड दिएको कुराहरू हामी पाउँछौँ अथवा क्रुसमा टाँगिदिएको कुराहरू हामी पाउँछौँ। अनि जब उहाँ क्रुसमा टाँगिनु भयो उहाँले 6 ठाउँमा चोट पाउनु भएको छ। टाउकोमा काँडाको मुकुट लगाइएको छ, 2टा हातमा काँटी ठोकिएको छ, 3 ठाउँमा कोखामा भालाले खोपिएको छ, 4 ठाउँमा अनि त्यसै गरेर उहाँका 2टा खुट्टामा गजाल ठोकिएको छ, 6 ठाउँमा। यसरी 6 ठाउँमा 6वटा बलिदानलाई मानव जातिको पापको प्रायश्चितको निम्ति उहाँले पूरा गर्नुभयो। ती 6वटा बलिदान भनेको होम बलि, पाप बलि, मेल बलि, दोष बलि, संस्कार बलि र अनि त्यहाँबाट होम बलि, अन्न बलि, पाप बलि, मेल बलि, दोष बलि र संस्कार बलि, यी 6वटा बलिदान प्रभु येशू ख्रिस्टले एकैचोटि आफ्ना शरीरमा धारण गरेर हामी सबै पापीहरूको पापको प्रायश्चित गरेर उहाँ मारिनुभयो, गाडिनुभयो, तर तेस्रो दिनमा उहाँले मृत्युलाई पराजय गरेर सदाको निम्ति जीवित भई बौरी उठ्नुभयो र बौरी उठेर 40 दिनसम्म आफ्ना ती विचलित भएका अनि तितर बितर भएका चेलाहरूलाई भेला गरेर मैले मृत्युलाई जितेको छु, अब स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ र पिता र पुत्र र पवित्र आत्माको नाउँमा आज्ञा देऊ भनेर अनि उहाँ चाहिँ सशरीर नै स्वर्गारोहण भएर जानुभयो र उहाँ पिताको दाहिनेपट्टि सर्वशक्तिमान परमेश्वरको स्वर्गको सिंहासनमा हुनुहुन्छ र उहाँले स्वर्ग र पृथ्वीको समस्त अधिकार प्राप्त गर्नुभएको छ र उहाँले हाम्रो निम्ति एउटा पवित्र सहर नयाँ जेरुसलेम तयार गरिसक्नु भएको छ। जब सारा सृष्टिले यो सुसमाचार सुनिसक्छन् तब हामी मानव जातिलाई संसारबाट उठाइ लैजानको निम्ति उहाँ फेरि आकाश गतिले आउनेवाला राजाहरूका राजा, प्रभुहरूका प्रभु र राष्ट्रहरूमाथिका एकमात्र परमेश्वर उहाँ नै कहलिनुहुनेछ अनि उहाँ सेतो सिंहासनमा बस्नुहुनेछ र विश्वास गर्नेहरू दाहिनेपट्टि बस्नेछन्, अविश्वास गर्नेहरू देब्रेपट्टि बस्नेछन् र अनि सबैको न्याय हुनेछ र विश्वास गर्नेहरूको जीवनका पुस्तकमा नाम हुनेछ। तिनीहरू अनन्तको धाममा सदाको निम्ति परमेश्वरका प्रिय छोराछोरी भएर प्रवेश गर्नेछन् र अनन्तको शान्ति, मुक्ति र आनन्द पाउनेछन्। तर उहाँलाई विश्वास नगर्नेहरू, डरपोकहरू, घिनलाग्दा काम गर्नेहरू, अपवित्र जीवन जिउनेहरू यी सबैको दण्ड भएर प्रचण्ड अग्निकुण्ड नरकमा सदाको निम्ति गएर प्रवेश गर्नुपर्नेछ। जो अग्निको कुण्डको बारेमा जो बाइबलमा यसरी वर्णन गरिएको छ त्यो प्रचण्ड अग्निकुण्ड हुनेछ, जता हेर उतै अग्निमय झिल हुनेछ, त्यहाँ गन्धक र आगो बल्नेछ र त्यहाँ अग्निमय किराहरू हुनेछन्। जब मानिसको आत्माले मोक्ष नपाइकन त्यहाँ गएर प्रवेश गर्नेछ ती मानिसहरू अनन्तको निम्ति तडपिनु पर्नेछ भनेर पवित्र धर्मशास्त्र बाइबलमा जब भेटाइयो तब त्यो बाइबलले अनि प्रभु येशू ख्रिस्टको बारेमा दिएको सम्पूर्ण परिचय अनि हामी संसारमा भएका सबै मानिसको पापको प्रायश्चित गर्न आउनुभएका परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा जब हामीले भेट्यौँ हामीलाई धेरै खुसी लाग्यो। र उनै प्रभु येशूले अब जसरी मैले धर्मशास्त्रको आधारबाट बताएँ कि संसारमा भएका सबै धर्मशास्त्रले चाहिँ प्रभु येशू ख्रिस्टलाई चाहिँ उम्ल्याएको छ, देखाएको छ, तब प्रभु येशू ख्रिस्टले चाहिँ के भन्नुभयो भन्दा यहाँ बाइबलमा यूहन्नाको पुस्तक
5 अध्यायको 39 अनि 40 पदमा यसुले यसरी भन्नुभएको छ, तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भन्ने तिमीहरू ठान्छौ। मेरो विषयमा गवाई दिने तिनै धर्मशास्त्रहरू हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न म कहाँ आउन इन्कार गर्छौ भनेर उहाँले बताउनु भएको छ। सम्पूर्ण धर्मशास्त्रले देखाएको व्यक्ति चाहिँ हामी कलिजुगको लागि चाहिँ केवल प्रभु येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। चाहे हामीले वेदले भन्न सक्छौँ, पुराणले भन्न सक्छौँ, कुरानले भन्न सक्दछौँ, उपनिषदले भन्न सक्दछौँ र बाइबल शास्त्रले भन्न सक्दछौँ। सम्पूर्ण जति पनि संसारमा भएका धर्मशास्त्रहरू छन् ती सबैले प्रभु येशू ख्रीष्टको बारेमा सिकाएको छ र देखाएको छ। अनि अर्को कुरो मैले अघि हजुरलाई हरिश्चन्द्र राजाको कथामा भन्दै थिएँ कि त्यो पुत्रको मुख हेर्नुपर्छ र त्यसको बलिदानमाथि विश्वास गर्नुपर्छ भन्ने कुरा बताएको थिएँ। त्यसको बारेमा पनि येशूले जवाब दिनुभयो। उहाँ अधुरो भइरहेको थियो तर यीशुको जीवनमा पूरा भएको कुराहरू यहाँ भेट्दछौँ। यूहन्नाको पुस्तक 6 अध्यायको 39 अनि 40 पदमा यसरी लेखिएको छ, मलाई पठाउनु हुनेको इच्छा यो हो कि उहाँले मलाई दिनुभएकाहरू मध्ये कसैलाई पनि म नगुमाऊ तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारौं। किनभने मेरो पिताको इच्छा यो हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस् र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। हेर्नुहोस्, पुत्रलाई हेर्ने अथवा प्रभु येशू ख्रीष्टलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने चाहिँ कहिल्यै पनि नष्ट हुँदैन थियो, तर अन्त्यको दिनमा जीवित पारिनेछ। र अब बलिको बारेमा पनि हामी हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, हिब्रूको पुस्तक 10 अध्यायको हामी जब 10 पदबाट हेर्छौँ भने यहाँ यसरी लेखेको भेटाउँछौँ, त्यही इच्छाबाट येशू ख्रीष्टको शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौँ। हरेक पुजारी एकै किसिमको बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खडा रहन्छन्, जुन बलिले कहिल्यै पापलाई हरण गर्न सक्दैन। तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनु भयो अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। अनि त्यसै गरेर अब हामी यहाँ 16 पदबाट हेर्नेछौँ, ती दिनपछि तिनीहरूसँग बाँध्ने करार यही हो, परमप्रभु भन्नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु। अब उहाँ भन्नुहुन्छ, तिनीहरूका पाप र तिनीहरूका दुष्कर्म म फेरि सम्झने छुइनँ। अब जहाँ यी सबैको क्षमा हुन्छ त्यहाँ अब फेरि पापको निम्ति कुनै बलि छैन भनेर यसरी सम्पूर्ण बलिदानको कामलाई पनि प्रभु येशू ख्रीष्टले आफ्नै शरीरमा धारण गरेर तपाईँ हामी सबैको पापको प्रायश्चित गरेर मृत्युलाई जितेर बौरी उठेर सशरीर नै स्वर्गरोहण भएर जाने सर्वशक्तिमान परमेश्वरको पुत्र, मानिसको पुत्र भएर आउनु भएको र सम्पूर्ण धर्मशास्त्रले माग गरेको पुत्र चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। अनि उनै पुत्रले त्यो न्यायको दिन आउनुभन्दा अगाडि संसारमा भएका मानिस कोही पनि नष्ट नभएका हुन् भनेर उहाँले भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनकि म विनम्र र कोमल हृदयको छु, तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। मेरो जुवा सजिलो र मेरो भारी हलुका छ भनेर प्रभु येशू ख्रीष्टले हामीलाई विश्राम दिनको निम्ति, आत्मिक विश्राम दिनको निम्ति, शारीरिक विश्राम दिनको निम्ति, अनन्तको मोक्ष दिनको निम्ति उहाँ बोलाउनुहुन्छ। किन अरे भन्दा यहाँ बाइबलमा रोमी 8 को 1 पदमा लेखेको छ, अब ख्रीष्ट यीशुमा भएकाहरूलाई मृत्युको दण्डको आज्ञा छैन भनेर लेखेको छ। जब हामी ख्रीष्ट यीशुमाथि विश्वास गर्दछौँ, उहाँको बलिदानमाथि विश्वास गर्दछौँ, उहाँ परमेश्वरका पुत्र कन्याको गर्भबाट जन्मिनु भएको हो भन्ने, अनि उहाँ हाम्रो पापको निम्ति मारिनु भयो, गाडिनु भयो र तेस्रो दिनमा मृत्युलाई जितेर बौरी उठ्नु भयो भन्ने कुरा जब हामी विश्वास गर्नेछौँ, तब हामीहरू मृत्युको दण्डबाट सदाको निम्ति छुटकारा पाउनेछौँ। कारण उहाँ तपाईँ र हाम्रो बाटो, सत्य र जीवन हुनुहुन्छ। उहाँदेखि बाहेक हामी कोहीद्वारा पनि पिता कहाँ पुग्न सक्दैनौँ। त्यसै कारण म आज यहाँहरूलाई भन्न चाहन्छु, हामीले कहिल्यै पनि हाम्रा सुकर्मद्वारा, हामीले गरेका असल कामद्वारा हामीले पापको क्षमा पाएर मोक्षदान पाउँछौँ भन्ने हामीले सोच्नु हुँदैन। किनकि हाम्रो सुकर्म त त्यो केही पनि होइन। किनकि हाम्रा सुकर्मले, हामीले गरेका दान पुण्य तीर्थ व्रतले हामीले मोक्ष प्राप्त गर्न सक्दैनौँ। यदि हामीसँग रुपियाँ पैसा धन सम्पत्ति छ भने ती गर्न सक्छौँ, यदि त्यो छैन भने त हामी केही पनि गर्न सक्दैनौँ। तर परमेश्वरले यो सबै मानव जातिको हालतलाई, दुर्बलतालाई, असम्भव कुरालाई देखेर उहाँ स्वयं नै हामी मानिसको पुत्र भएर आउनुभयो र अनि उहाँले कालभारी क्रुसमा
जुन बलिदानको कामले हामी सबैको क्रियाकाज उहाँले गरिदिइसक्नु भएको छ। उहाँले हामीले भोग्नुपर्ने दण्ड भोगिदिनु भएको छ, हामी तडपिनु पर्ने कुरा तडपिदिनु भएको छ, हाम्रो पापको ज्याला मृत्यु थियो, उहाँले मृत्यु भोगिसक्नु भएको छ। अब उहाँमा विश्वास गर्नेलाई केवल छुटकारा, पापको क्षमा, उद्धार मुक्ति र अनन्त जीवन छ। त्यसकारण मित्रहरू, धर्मशास्त्रले हामी मानव जातिलाई दिएको प्रेरणा जो छ त्यसलाई हामी ठुक्र्याएर हामीले कहिले पनि आफ्नो मनमानी गर्नु हुँदैन, कहिले पनि मनमानी गर्नु हुँदैन। आज हाम्रो मानव जातिहरू रूढिवाद जस्तो कुरामा अल्झिरहेको छ, अन्धविश्वास जस्तो कुरामा अल्झिरहेको छ, काल्पनिक कुरामा र दन्त्य कथा जस्तोमा रहिरहेको छ। यो सबै कुराले त तपाईँ र हाम्रो पापको प्रायश्चित हुँदैन, तर पापको प्रायश्चित चाहिँ अनन्त जीवन चाहिँ, अनन्त मुक्ति चाहिँ परमेश्वरको योजनामा छ। अनि त्यो परमेश्वरको योजना चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। र यदि आज मैले बताएको र सबै धर्मशास्त्रले प्रमाण दिएको परमेश्वरका पुत्र प्रभु येशू ख्रीष्टलाई तपाईहरूले पनि साँच्चै नै उहाँ परमेश्वरको अवतार, मानिसको पुत्र हुनुहुन्छ। आज उसो हामी पनि सबै रूढिवाद, अन्धविश्वास, काल्पनिक कुरा र दन्त्य कथा र परम्परालाई त्यागेर हामी साँचो शान्ति र वैभवको राजा परमेश्वरका पुत्रमाथि विश्वास गर्दछौँ भनेर तपाईँले उहाँलाई आफ्नो हृदयमा निमन्त्रणा दिनुभयो भने प्रभु येशू तपाईँको हृदयमा प्रवेश गर्नुहुनेछ। अनि यो तपाईँको पापमय शरीर चाहिँ पवित्र आत्माको मन्दिर बन्नेछ र तपाईँले सदाको निम्ति छुटकारा पाएर अनन्त अनन्तको धाममा अनन्तको शान्ति र मुक्ति प्राप्त गरेर तपाईँ परमेश्वरका सती सन्तानहरू बन्नुहुनेछ। परमेश्वरले यो वचनमा यहाँहरू सबैलाई आशिष गरून्। र मैले हजुरलाई बताएका सारांशमा भन्दछु, प्रभु येशू ख्रीष्ट चाहिँ ऋग्वेदले माग गरेको परमेश्वरको पुत्र हुनुहुन्छ। प्रभु येशू ख्रीष्ट चाहिँ पुराणहरूले माग गरेको परमेश्वरको पुत्र हुनुहुन्छ। प्रभु येशू ख्रीष्ट चाहिँ उपनिषदहरूले माग गरेको परमेश्वरको पुत्र हुनुहुन्छ। अनि प्रभु येशू ख्रीष्ट चाहिँ बौद्ध शास्त्र, कुरान शास्त्र अनि बाइबल शास्त्रले माग गरेको परमेश्वर पुत्र हुनुहुन्छ। उहाँदेखि दाहिनो देब्रो लागेर हामीहरूले मुक्ति प्राप्त गर्न सक्दिनौँ। हामी अन्तमा 84 लाख योनिको चक्करमा परेर अन्तमा गएर प्रचण्ड अग्निकुण्डमा पस्नु पर्दछ। तर बाइबलमा लेखेको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्र दिनुभयो, पुत्रमाथि विश्वास गर्ने नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। त्यो अनन्त जीवन चाहिँ वरदान स्वरूप तपाईँ हाम्रो निम्ति हो, प्रभु येशूले दिने हुन्छ। धन्यवाद छ। परमेश्वरले यो वचनमा आज तपाईँ हामी सबैलाई आशिष गर्नुहुनेछ। यहाँहरू सबैलाई फेरि पनि नमस्कार अनि जय मसीह। धन्यवाद।